तर अहिले पछिल्लोचोटि अठोट लिएर फेरि प्रगतिशीलै विवाह गर्ने भन्ने प्रकाश रायमाझीकै हो मुख्य प्रस्ताव। हामीले यसै गर्नुपर्छ भनेर सुझाव दिएको पनि होइन। प्रगतिशीलै विवाह गर्ने, प्रतिष्ठानमा नै गर्ने, पार्टी कार्यालयमा नै गर्ने भन्ने राखेकोले यस अर्थमा पनि प्रकाश रायमाझी धन्यवादको पात्र बनेका छन्। र अब कस्तो होला, कस्तो परिवारमा कस्तो चाहिँ दुलहीसँग विवाह गर्ने तयारी होला भन्ने थियो। अब आज सबै परिवारलाई पनि हेर्दा र वधुलाई पनि हेर्दा प्रकाशको र कृति कार्कीको दुईटैको रोजाइ सही छ भन्ने देखियो। दुवैलाई फेरि पनि म बधाई दिन चाहन्छु पूजाको रोजाइका निम्ति। परिवार पनि सबै परिपक्व परिवार भन्ने पनि यहाँ देखियो र यो दुई परिवारको पनि सम्बन्ध जस्तो पनि हुन्छ, त्यो पनि राम्रो हुँदै जाओस् भनेर पनि म शुभकामना भन्न चाहन्छु। अब अहिले धेरै भन्नु छैन। अहिले आजभोलि विवाह भनेको ठुलो जटिल, ठुलो भारी भरकम, असाध्यै धेरै खर्चिलो र भड्किलो हुने गरेको सन्दर्भमा प्रकाशले पनि र कृतिले पनि सहज ढङ्गले, सरल ढङ्गले विवाह गर्ने सहमति जनाउनुलाई मैले एउटा राम्रो कल्चरको रूपमा, एउटा साहसको रूपमा पनि हेरेको छु। वरवधु दुईटैको साहसको कुरा पनि हो। मलाई थाहा छैन आमा बुवाहरूले यसलाई राम्रो मान्नु भएको छ या छैन। जे भए पनि वरवधुले त साहसको साथ गरे र म के ठान्छु भने परिवारका सदस्य, आमाहरू, बुवाहरू, अरू मामाहरू सबै पनि यसमा सहभागी भएको हुनाले पक्कै पनि तपाईँहरूको पनि यसमा सहमति नै छ। यसले एउटा सन्देश प्रवाहित चाहिँ गरेकै छ। कृति र प्रकाशको विवाह जुन सरलताको साथ पार्टी कार्यालयमा, हेडक्वार्टरमा भएको छ, त्यो एउटा सन्देश हो। यो सन्देश दिने आँटका लागि पनि धन्यवाद भन्न चाहन्छु। हाम्रो पार्टीका अहिले हामी यहाँ म लगायत उपाध्यक्षहरू, महासचिव, केन्द्रीय सदस्य धेरै नै हामी यहाँ साक्षीको रूपमा पनि उपस्थित छौँ र मलाई लाग्छ कृति र प्रकाशले यो चाहिँ यसको महत्त्व, यसको गरिमा, यसको ओजलाई जीवनभर ठान्नेछन् भन्ने विश्वास व्यक्त गर्दै फेरि एकचोटि शुभकामना सहित मेरो भनाइ टुङ्ग्याउँछु। धन्यवाद। फेरि पनि वर म भाइ भन्छु। प्रकाश रायमाझी र वधुलाई म शुभकामना दिन चाहन्छु। म दाजु हुन्छु, केदारनाथ गौतम दाइ हुनुहुन्छ। निकै वर्ष पहिला, सायद 20 वर्षभन्दा अगाडि केदारनाथ गौतम प्रकाशको भिनाजु पनि हुनुहुन्छ। सायद यो मुभमेन्ट, कम्युनिस्ट मुभमेन्टमा जोड्नका निमित्त केदारनाथ दाइको प्रमुख भूमिका छ। त्यस पछाडि हामी जोडिँदै आज प्रगतिशील विवाहसम्म आइपुगेका छौँ। प्रकाशले दाइ तपाईँले गरिदिनु पर्यो भन्नुभयो। हामी रिलेसनका हिसाबले पनि अलि नजिक छौँ। म फेरि पनि शुभकामना। यो वैवाहिक उत्सव विवाह बन्धन भनिन्छ, खास विवाह बन्धन शब्द त्यति उपयुक्त हो जस्तो मलाई लाग्दैन। जीवनको यो वैवाहिक उत्सव, यो जीवनको सबभन्दा मुख्य कुरा समझदारी। विवाह एउटा समझदारी हो। यो समझदारीपूर्ण जीवन फेरि पनि सफलताको शुभकामना सहित यो कार्यक्रममा उपस्थित पार्टीका आदरणीय अध्यक्ष, पार्टीका आदरणीय नेता कमरेडहरू, यो विवाह उत्सवमा सहभागी तपाईँ सम्पूर्णलाई हार्दिक धन्यवाद सहित यहाँ विवाहको, प्रगतिशील विवाहको यो कार्यक्रममा सामान्य चिया र खाजाको व्यवस्था गरिएको छ। खाएर यहाँहरू गइदिनुहुनेछ भन्ने अपेक्षा सहित यो विवाह कार्यक्रम यही सम्पन्न भएको जानकारी गराउँछु र म पनि दिन चाहन्छु।
अब फोटो खिच्ने जाति अब खिच्नु है।